presents by Liang Liang TV. मलाई यो तैँले गरेको चाहिँ के हो? केटा मान्छेलाई केटी बनाएर हेर त सँगसँगै नाचेर बसेको छ। कसैले जस्तै नि के सोच्छ? अब हेर, अब यहाँ कसैले पत्याएन त मलाई, तँ केटी बनेर बस्नु त। अब त्यही त गर्नु पर्यो। साथीको मार्का त बुझिदिनु पर्यो है। अब त्यस्तै कुरा छोडिदिउँ बरु, अब यसो टिकटक हेरौँ है। ओहो, हेर्दा केटा, यो केटी त अनि भाइरल भइसक्यो त। नाम के छ नाम? छुच्ची केटी 578। सुन्नुहोस् म एउटा कुरा भन्छु। माया त चुइगम हो, चपाएर थुक्ने। थु माया त चुइगम हो रे, चपाएर थुक्ने। ओ केटा, तैँले केटी नपट्याएको चाहिँ यही हो उनीहरूलाई रहेछ है। मार्केट 1 मिलियन हेर्न अब हेर 1 मिलियन लाइक, कमेन्ट मात्रै 100 के। राम राम राम। सकिन्छ सकिँदैन नि होइन। हाम्रो लायो भने मरेर 1 लाइक जान्छ, त्यो पनि आफूले गर्नुपर्छ। गाह्रो छ। यस्तो नचाहिँदो बोलेर हाल्यो भने चाहिँ भाइरल हुँदो रहेछ है। बुझिस् नि केटा, अब हामी नि यस्तै बनाउनुपर्छ। सुन्नुहोस् म एउटा कुरा भन्छु। माया त चुइगम हो, चपाएर छुच्ची थुक्ने। केटी 578 छैन? त्यस्तै रहेछ हेर्दा तारै छ। यस्तै माथि गफ गर्नु, भाइरल हुने तरिका सोध्नुपर्छ है। के चाहिँ हो रहेछ त कुरो, राख्दा खाना पायो जस्तो गर्नुपर्छ है। अब मलाई छुच्ची केटी भन्दैन नि त्यहाँ। अनि छुच्ची केटीलाई छुच्ची केटी नभनेर के चुच्ची केटी भन्नु त? हन तँहरूको म जस्तो भाइरल केटी सम्बोधन तरिका यही हो? अबदेखि मलाई नेपाल भाइरल क्विन भन्ने। ए के भन, ए चिन्ता नगर, तेरो नि टिकटक भाइरल हुन्छ। ए मर्छ क्या हो? ए नमर ठिक छस् नि? नेपाल भाइरल क्विन भन्नु रे। कुरो बुझ्ने नत्र गोदाइ खाने। बुझिस् नि? फेरि सक्लै खाइदिनु, अलि डराएर बस्नु। नचपाइ नानी तिमी त भाइरल बाँकी छौ रे त। हो त नि दिदी। अब नानी सानीका जमाना गए। अब मलाई नेपाल भाइरल क्विन भन्ने। फेरि तपाईँको जगल्टाको कुरा छोडिदेऊ नानी। भाइरल भनेको डाटा प्याक जस्तै हो, सकेपछि कामै लाग्दैन। मलाई पुतलीको कुरा चाहिँ एकदमै मुनासिब लाग्यो है। मलाई नि ठिकै लाग्यो। त्यही भएर नि धेरै फुर्ती नआएको है। छुच्ची केटी हो कि नेपाल भाइरल क्विन हो, धेरै फुर्ती हाँकेको राम्रो पनि होइन कि कसो पुतली? हो नि बतासे, मैले पनि त्यही भनेको। यो धेरै चुरीफुरी पनि राम्रो होइन। तँहरू त मलाई बकम फुसे पार्टीको कार्यकर्ता जस्तै लाग्यो। यस्तासँग के कुरा गर्नु, म चाहिँ गएँ टिकटक बनाउनु। चटक्कै छुट्टै है, सकिँदैन यस्तोसँग कुरा, गाह्रो छ। लु बतासे र हुटिट्याउ, तिमीहरू के गर्ने हो गर। अब म चाहिँ गएँ। त्यहाँ भाइरलको पछि लाग्ने होइन नि फेरि। ए ल पुतली ल बुझ्यौ। अहिले खासै यो जुनीमा केटी भेट्छ जस्तो चाहिँ लागेन है। अब मै भनिदिनु पनि Liang Liang TV.